घाम पनि कति चर्को एकछिन आराम गरौ तिमीहरू कति राम्रो छौ है को हामी हो तिमीहरू हेर्दा कति दयालु देखेछौ हामीलाई किन दयालु भनेछौ हामीलाई यो घरबाट निकालिदेऊ न हामी तिम्रो भारी बोकिदिन्छौ कसले थुलेको तिमीहरूलाई मान्छेले खुब सताएका थियो होला हामीहरूले मान्छेलाई अनि जनावरले पनि सताएका थियौँ त्यसैको परिणाम भोगिरहेका छौँ हामी सुधिसक्यौँ हामी कसैको बिगा गर्दैनौँ हामी एकदम भोकाएका छौँ अब के गरौँ त हामीले त केही खानेकुरा ल्याएका छैनौँ हामीलाई यस खोलबाट निकाल्यो तिम्रो भलो हुन्छ अनि हामीले खायो भने हाम्रो विश्वास गर्नुहोस् ढाँटेका त होइनौ नि अब हामी कसैलाई पनि दुःख दिन्नौँ बाचा गर त्यसो भए हामी बाचा गर्छौँ हामी कसैलाई केही गर्दैनौँ जङ्गलतिर आफ्नै गुफामा बस्छौँ बाजा टोड्न पाउँदैनौ नि फेरि मूर्ख मान्छे हामीलाई खोरभित्र ठुलो पनि तिमीहरू जस्तै मान्छौ हामीलाई भोक लागेको छ हामी तिमीहरूलाई खायो छोड्छौ तिमीहरूलाई हामीले उपकार गरेका छौँ हामीलाई नखाऊ हामीले तिमीहरूलाई नखाएर घाँस खान त हामीले एकदम भोक लागिरहेको छ तिमीहरूलाई हामीले बचाएका छौँ उल्टा हामीलाई खान्छ यो उचित होइन हामीलाई भोक लागेको बेलामा तिमीहरूलाई खान त उचित त हो नि यो उचित होइन मैले भनेको एउटा कुरा मान्छौ भने यो कुरा 5 ठाउँमा गएर सोधौँ यदि उनीहरूले ठिक हो भनेछन् भने हामीलाई खाना पाउँछौ ठिक छ छिटो गर हामीलाई एकदम भोक लागिरहेको छ हामी फुला सोध्छौँ है त जो जसलाई सोध्न पर्ने हो छिटो सोध ए फुल हामीले यिनीहरूलाई खोरबाट निकाल्दै उल्टै हामीलाई पो खान खोज्छ के यो ठिक हो एकदम ठिक हो तिमी नै भन हामीहरूले तिम्रो घर र फुलबारी सुन्दर बनाइदिन्छौँ तर तिमीहरूले हामीलाई नै छुट्छौ तिमीहरूले हामीलाई चुनाउँछ भने यिनीहरूले तिमीहरूलाई खान किन नहुने भलै एक ठाउँमा सोधे अझै 4 ठाउँमा सोध्न बाँकी छ नि जे गर्छ छिटो गर हामीलाई एकदम भोक लागिसक्यो ल यो भैँसीहरूलाई सोधौ ए भैँसी यिनीहरूलाई खोरबाट निकालिदियो उल्टै हामीलाई खान खोज्छन् के हो ठिक हो एकदम ठिक हो मान्छेलाई हामीहरूले दुध दिन्छौँ गोबर दिन्छौँ तर मान्छेहरूले हुनसम्म दुःख दिएका छन् हामीले मारेर हाम्रो मासुको मोमो छोइला बनाएर खान्छन् छालाको ज्याकेट बनाउँछन् जे हामीले यस्तो गर्नुहुन्छ भने मान्छेलाई पनि खाँदा हुन्छ खाइदेऊ पर्ख अझ 3 ठाउँमा त सोध्न बाँकी नै छ उनीहरू पनि खाइदेऊ भनेछन् भने तिमीहरूले हामीलाई खाऊ उसो भए छिटो गर मलाई धेरै भोक लागिसक्यो पनि उठिसक्यो ए खोला हामीले यिनीहरूलाई खोरबाट निकाल्थ्यौ उल्टै हामीले पो खान खोज्छन् के हो ठिक हो मैले कहाँदेखि सङ्घ सफा पानी ल्याएको छु तर मान्छेहरूले हामीलाई फोहोर गर्छ जथाभावी गर्छन् हामीले त तिमीलाई फोहोर गरेको छैनौ नि मलाई थाहा छ अघि मैले किनारामा बसेर दिशा गर्नेको त्यो त अलि पेट खराब थियो त्यसैले गर्नुभन्दा त त्यही ठिक भनेर कति हतार गर्छौ अझै 2 ठाउँ सोध्न बाँकी छ नि ल तिम्रो इच्छा पुरा गर ए चरा हामीले यिनीहरूलाई खोरबाट निकाल्थ्यौ उल्टै हामीले पो खान खोज्छन् के हो ठिक हो हामीलाई मान्छेले शिकार गर्छन् गुड भट्काइदिन्छन् दुःख दिन्छन् अन्डा चोरेर खाइदिन्छन् यिनीहरूलाई पनि खाना हुन्छ खाइदेऊ भाग देखिस् अब त आफू गर्दैौ अब मन त आयो पर्ख अझै 1 ठाउँ सोध्न बाँकी नै छ र ठिक छ आखिर मर्ने नै होस् बाँकी इच्छा पुरा गरिहेर
तिनीहरूलाई खोरबाट निकाल्थ्यौ उल्टै हामीले पो खान खोज्छन् के हो ठिक हो के भने मलाई त कुरै बुझिन यिनीहरूलाई खोरबाट निकाल्दिए उल्टै हामीले खान खोज्छन् के हो ठिक हो ए हट बुझिन यिनीहरूलाई मान्छेले थुनिराखेको थिए हामीलाई खान्न भनेर बाचा गरे हामीले बचाइदियो हामीलाई नै खान खोज्छन् यो ठिक हो त भनेर सोधेको के अझै बुझिन के भने अलि बुझ्ने गरी भन त हामीलाई मान्छेहरूले थुनेका थिए यिनीहरू आइपुगे हामी यिनीहरूलाई खोलिदिन भन्यो हामीलाई भोक लागेको छ अरू केही छैन त्यसैले यिनीहरूलाई खान खोजेको कहाँ थुने भनेको मैले त कुरै बुझिन हामीलाई खोरमा थुनेका थिए भने के थुनेका थिए कसरी कुरै बुझिन गरेर देखाउ त यता यो खोरमा हामी थुनेका थियौ कसरी गरेर देखाउ यसरी हामी भित्र थुनिएका थियौँ यसरी पनि कोही थुनिन्छ यसो ढोका पनि लगाएको थियो होला नि थियो चुक्कुल पनि लगाएको थियो होला नि थियो ल अब के भयो भन हामी खोरभित्र थियौँ कुरो त ठिकै हो अब कसरी खान्छौ त तिमीहरू खोरमा पुगिसक्यौ